हामी कहाँ जानु लाग्यो अरे मेरो भाइ साथी मेरो भाइ लाग्यो मलाई किन ध्यान पार्नुहोस् त होइन मेरो भाइलाई लाग्यो भने यता होइन त्यो हामी कहाँ जान्छ हामीलाई नै टुङ्गो छैन यो बिल्डिङ चाहिँ हाम्रो त्यो इन्डियन गोविन्दाको बिल्डिङ हो अरे त्यो घाटपट्टि बोल्दैनस् त यति बोलाइरहेको छु मलाई बोलाइरहेछ तँलाई पनि बोलाइरहेको छु घरि यहाँ पनि बोलिरहेको छु फोन पनि आइरहेछ फोन पनि आइरहेछ त्यसै भगै भाइ है कस्तो आयो फोन विमल बास्कोटा अहिले हामी सूर्य विनायक आइसकेका छौँ सूर्य विनायक आइसकेका छौँ अब यहाँबाट हामीले भित्रपट्टि जानुपर्छ पर्ने हुन्छ भित्रपट्टि जानुपर्ने हुन्छ हामीले अनि घुमाउँछ होला भनेको चित्तै हिँड्दिरहेको मुलाले लाइट छ नि त लाइट छ नि त अनि लाइटलाई छलेर त्यसले उ गरे हो क्या लाइट छलेर हिँड्न खोज्यो झन्डै लाग्यो दोहोरै लाग्यो यार हातै कहाँ कसले भेटिन्छ सो हाम्रो साथीहरू अर्को बाटोबाट हाम्रो एटिएम त कहाँ भित्र भित्र त छैन जस्तो लाग्यो मलाई दाइरा सोध्नु त्यता कतै एटिएम छ त्यो तलै ब्याङ्क दाजुको त्यही तलै छ त्यहाँतिर फिगा अगाडि कति के भन्नु जाने हो के होला नि फोन पे होला नि त कहाँ छ र जिपलाइन जिपलाइन पनि जाने भन्थ्यो कि केटाहरूले कहाँ छ जिपलाइन माथि डाँडामा छ ए छैन त्यहाँ भन्दा माथि छ क्या कहिले पाउँछ माथि छ कि ए त्यो पिगिरा खाउँला त्यहाँ चढ्नु हुँदैन त्यो तोरी चुडिन लाग्यो ओ मलाई अस्ति पो गएको झन्डै लाइटमा त होइन मैले गर्दै गरेँ त्यो तोरी चुडिने खालको कहाँ गर्छ सात त बुझ्नु त्यहाँ पिकनिक खान आएको मान्छेहरूलाई हेर्दैछ हौ भेट्यो यसरी भयो हेर्दा भने कमेन्ट गर्छु है तर त्यो अहिले त भेट्दैन पैसा पैसा मन्दिरमा आइपुग्यो जान्दैन कि क्या हो तालो तानेन भने त छोडेर
अझै सुनै थियो कता जाने हो भाइ कहाँ जाने हो पाइलट भन्छ अहिले त अब निकै ठाउँ रहेछ हो कि होइन कता हो को पाइलट बाबा पाइलट उता के मन्दिर मन्दिर जाने हो ए त्योभन्दा उता माथि पनि पाइलट बाबा भन्दो रहेछ नि त्यहाँ चाहिँ डाँडा छ एकै ठाउँ त भयो नि अधिकारी त यता त बाटो राम्रो बना हो कि क्या हो कति थियो म अहिले कति भर्खर भर्खर एक वर्ष त भयो होला एक वर्ष त भयो होला लु त्यही 11-12 महिना भयो होला नि होइन त्यहीँबाट नि हो मैले यहाँ सिकाइरहेको थिएँ बाइकमा यहाँबाट सिधै जानुपर्छ क्या कता रोडै रोड जाने होइन यता कस्तो हो बाटो यो त मेरो स्टार्टिङ हो क्या अनि त्यस्तो जे पाए चाहिँ अहिले हाल्नु त पानी पर्यो यार यता ट्याक्कै भर्खर आइपुग्यो पानी गर्थ्यो सो अहिले हाम्रो यो केटाहरूले जिपलाइन गर्ने भन्दै आयुष त गर्ने जिपलाइन यसले गर्छ अरे जिपलाइन यो आयुषको साथी त्यही भएर हामी जिपलाइन गर्न गइरहेछौँ जान चाहिँ गइरहेछौँ तर यहाँबाट कति टाइम लाग्छ थाहा छैन त्यही भएर यो बाटो चाहिँ कोही पनि नआउनु होला यो बाटो अलिक टाढै रहेछ आउनु हामी भन्छौँ यति टाढा छ भन्दैन मलाई थाहा छैन यो डाँडा अहिले मैक्सिमम भन्छु कति टाढा रहेछ भन्दा 50 भने 100 मिटर हेड हेड चाहिँ भनेको तर 100 मिटर आउनु लाग्यो तर जिपलाइन चाहिँ आएको छैन कति टाढा छ मलाई पनि थाहा छैन सो यहाँ भिडियो बनाइदियो मेरो भ्लग बनाएको भिडियो बनाइदियो हाम्रो साथीहरू यतिजना आएको होइन हामी कहाँ छ गाइजहरू थाहा हुनेहरूले भनिहाल्नु त कमेन्टमा कहाँ छ जिपलाइन ए त्यो गाडीबाट नखिच न मुला सो यहाँबाट कति टाढा छ भनेर हामीलाई थाहा भएन त्यही भएर हामीले यो होमस्टे हेलमेटै हाल्नु घ्याम्पे डाँडा होइन ठिक छ घ्याम्पे डाँडा होमस्टे एन्ड रेस्टुरेन्टमा सोध्न लागेको छौँ आयुषको साथी दियोस् अगाडि हामीलाई बाटो देखाउँदै हिँडिरह यहीँ सोध्न पाए हुन्थ्यो यहीँ रहेछ यहीँ सोध्न पाए हुन्थ्यो कोही छैन त फेरि सोध्ने मान्छे पनि थिएन दाइ सो जिपलाइन यहाँबाट धेरै माथि छ अरे त्यही भएर हामीले बाइक लिएर आउनुपर्छ बाइक लिएर आउँदै त मलाई यताबाट त टाढा खायो नि त भाइहरू फुटबल खेलिरहेका छन् उता पिकनिक भइरहेको जस्तो छ जिपलाइन चाहिँ हो त्यहाँ यहाँ जस्तो लाग्यो जिपलाइन चाहिँ अहिले जाम्ला तिमी जाने बित्तिकै आउने बेला त उताबाट भागिहाल्छ नि सोमनाथ मन्दिर भिडियो सिडियो त ऊ गर्दैन त होला नि मिल्दैन त होला नि मैले त्यहीँ भेटेन आज कति रुपियाँ हो र कति हो एकजनाको 20 रुपियाँ
पुग्दैन होला चाहिँ मान्छे छ त्यसो भए मलाई 500 दे म तँलाई पछि दिन्छु 4 जना हो त मेरो पाँचजना 100 रुपियाँ 5 जनाको, 1 जनाको 20 रुपियाँ। अनि भयो पर्दैन कहाँ क्यामेराम्यान हायर गर्नुपर्छ कि छ र यहाँ खिचिदिन्छ र खिचिदिन्छ भने त एउटा डिएसएलआरबाट बबाल आउँदो रहेछ। कुन मन्दिर यार कुन मन्दिर यहाँबाट माथि आउनु सक्दैन। तेरो जिआरबी ब्लग्स स्न्यापवाला केटो म स्न्यापवाला केटो म यसो लेखेर जिआरबी ब्लग्सलाई सब्सक्राइब हानिदिनु भनेर। फेरि मलाई यस्तो महेश लाहान एमडी खान युजर इज डेड रोहित साहिल सञ्जय तारखेडका यस्तो हुँदैन। सो अहिले हामी गुन्डुमा हाम्रो यो झरेको यति एयरलाइन्सको प्लेन हेर्न आएको, तर प्लेन चाहिँ अब हेर्दाखेरि के अरे मालबाग ट्रक जस्तो रहेछ। तपाईँहरूलाई पनि देखाउँछु म यो चाहिँ प्लेन रे यो यति कुन एयरलाइन्स प्लेन फलामको भन्छ त्यो पनि दिमाग छैन। यति एयरलाइन्स हो यति एयरलाइन्स हो यो होइन इन्डियन रेलवे ए इन्डियन रेलवे ट्रेन रे इन्डियन रेलवे प्लेन यस्तो छ यो यस्तो पाइलट कता बस्थ्यो यार पाइलट यता बस्थ्यो क्या है यता रहेछ पाइलट चाहिँ यता प्यासेन्जर। ल यहाँ हाम्रो एउटा बाँदर साथी प्लेनको माथि चढिरहेको छ माथिबाट पनि हेर्नुपर्छ। देखा न ल म पनि नचढ्ने देखाइदिएन प्लेन अनि सिट चाहिँ एउटा पनि छैन, प्लेनहरू मात्रै छ। प्लेनको झ्यालहरू भयो यस्तो छ प्लेन टक्क प्लेनभित्र नामहरू लेखेको छ। ल यो फोन पकड त म पुरै त हालिदिन्छु। फाइनली हामीले प्लेन देखाइसक्यौँ तपाईँहरूलाई। म चाहिँ चढिनँ प्लेनको माथि, हाम्रो एउटा भाइलाई पठाइदिएँ मैले, त्यो भाइलाई मैले देखाइदिएँ प्लेन चढाइदिएँ प्लेन। अनि त्यसपछि केटाहरू हाम्रो यहाँ केटाहरू पिकनिक चाहिँ टन्न खाँदो रहेछन्। पिकनिक मनाउने मान्छेहरू उहाँ छन्। खोइ त बाँदर साथी बाँदर भाइ अझैसम्म आएन हाम्रो। प्लेन चाहिँ हेऱ्यो तर प्लेन खासै ठिक त रहन्छ। यस्तो कहीँ प्लेन हुन्छ यार यस्तो कहीँ प्लेन हुन्छ। अनि यार यो प्लेन कि अनि यहाँ झर्ने बेला यस्तै सम्ममै झरेको थियो। यस्तै होला सायद पुरै होइन यो ठिक छैन प्लेन। चिसो हावा छ यहाँ धेरै।